खोलाको ढुङ्गासँग पनि हाम्रो सम्बन्ध जोडिएको छ। हाम्रो खुकुरी धनुषमान आजसम्म पनि कसैको अगाडि लुकेको छैन। यदि शत्रु पिठ्यूमा तरवार बोकेर आउँछ भने हामी खुकुरी उठाएर तिनीहरूको घाँटी पछि हट्ने छैन। महिलाहरू लाठीमुढा लिएर निस्किनेछन् भने युवाहरू पहाडबाट ढुङ्गा खसाल्नेछन् र वृद्धहरू समेत शत्रुलाई पछाडि धकेल्नेछन्। हामी यो हाम्रो भूमिलाई गोर्खालीको पैताला मुनि कुल्चिन दिने छैनौं। यदि म मरेछु भने पनि यस गढीलाई बचाइराख्नु हो। किराँती हो, रणभूमिमा खडा हो। जय किराँत, जय हत्यागढी। यतिखेर पृथ्वीनारायण शाहले पहिलोपटक हत्यागढी जीवनको लागि विक्रम सम्मत 1829 को पहिलोतिर यो युद्ध लडेको थियो।